हेलो साथीहरू, वेलकम टु द डिप एनालाइसिस अफ वर्ल्ड कप क्वार्टर फाइनल म्याच टुनाइट। होइन, आज राति 12:45 स्पेन भर्सेस बेल्जियमको गेम छ। होइन, अब यो गेम कस्तो हुन्छ भन्नुपर्दाखेरिमा अब स्पेनले चाहिँ यो वर्ल्ड कपभरि नै अहिलेसम्म क्वार्टर फाइनलमा आइपुग्दाखेरि अहिलेसम्म एक गोल पनि खाएको छैन। होइन, र बेल्जियमको कुरा गर्नुपर्दा बेल्जियम पनि अब डेन्जरै राम्रो कमब्याक गर्दै, होइन, सेनेगलमाथि खतरा कमब्याक गर्दै अनि युएसएलाई खत्रै हराएर चाहिँ क्वार्टर फाइनल आएको छ। सो दुइटै टिमहरू हेर्नु पर्दाखेरि टिम चाहिँ अब स्पेनको अलिकति स्ट्रङ देखिया छ। होइन, किनकि उनीहरूको टिमअप चाहिँ एकदमै राम्रो छ भने यतापट्टि बेल्जियममा चाहिँ हुन्छ नि सिङ्गल प्लेयरको चाहिँ अलिकति क्वालिटी बढी छ क्या भन्नु खोजेको। यतापट्टि चाहिँ अब सिङ्गल प्लेयरले नै एफेक्ट गर्नको सक्ने खालको चाहिँ नि टिमअप छ बेल्जियमको। होइन, र यिनीहरूको गेम चाहिँ आज कस्तो हुन्छ भने खासै गोल हुन्छ जस्तो चाहिँ लागेन मलाई यो गेममा। होइन, किनकि दुइटै डिफेन्सिभ खेल्छन्। जस्तै अब स्पेन जसरी खेल्दै आइरहेछ, जसरी बेल्जियमले होइन अब इजिप्टसँग खेल्यो, होइन, अनि जसरी इरानसँग खेल्यो, होइन, अनि त्यस्तो गेमअप चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। यिनीहरूको गेम चाहिँ आज टाइट हुन्छ। सुरुमा बल पोसेसन चाहिँ अब स्पेनले बढी राख्न खोज्छ। होइन, स्पेनको चाहिँ गेम प्लानै त्यस्तै छ कि अब अस्ति पोर्चुगलसँग जस्तो खेल्यो त्यस्तो चाहिँ खेल्दैन आज स्पेनले आज डिफेन्सिभ खेल्छ। किनकि आज यता बेल्जियमको चाहिँ अट्याकरहरू अलिकति पेस अट्याकरहरू पनि छन्। होइन, एक्सपिरियन्स मान्छेहरू छन्। अब केभिन डी ब्रुयने एक्सपिरियन्स असिस्टर छ। होइन, र त्यो भनिराख्दाखेरि अब प्लेयरहरूको खासै इन्जुरीको न्युजहरू चाहिँ आएको छैन आज। सो प्लेइङ 11 चाहिँ पहिला खेलेकै लाइनअपका प्लेयरहरू हुनेछन्। होइन, अनि आज चाहिँ कस्तो हुन्छ भने अब स्पेनको कुरा गर्दाखेरि अब लामिन यामाल, होइन, उनले चाहिँ अब कस्तो खेल्छन् भन्ने कुरा हो। अस्ति अब पोर्चुगलसँग त अब अलिअलि ठिकै खेले, त्यस्तो आफ्नो 100% दिए जस्तो लागेन मलाई त्यो गेममा। र आज अब पेड्रीले चाहिँ कस्तो खेल्छन् भन्ने कुरा पनि हो। होइन, अस्ति अब कुकुरेलाले गोल हान्नुपर्ने ऊ आएको थियो। अब आज चाहिँ कस्तो गेम प्लान गरेर खेल्छन् तिनीहरू, होइन, त्यो अनुसार भर पर्छ। अनि उता बेल्जियममा पनि अब खतरा अब केभिन डी ब्रुयने, जेरेमी डोकु, रोमेरो लुकाकु खतरा प्लेयरहरू छन् क्या। यिनीहरूले चाहिँ अब टिल्सम्यान, होइन, यिनीहरूले चाहिँ राम्रो इफेक्ट देखाउन सक्छन् कि। अब आज चाहिँ अब किपरहरू दुइटै टिमका उस्तै दामी छन्। होइन, अनि अब प्लेयरहरू पनि राम्रा छन्। त्यही भएर आज चाहिँ यो गेम चाहिँ रेगुलर टाइममा चाहिँ ड्र हुन्छ जस्तो लाग्छ मलाई। सो यसको करेक्ट स्कोरको कुरा गर्नुपर्दा चाहिँ 1-1 हुन्छ। होइन साथीहरू, अनि यो गेम चाहिँ एक्स्ट्रा टाइममा अथवा पेनाल्टीमै पुग्छ जस्तो लाग्छ मलाई। पेनाल्टीमा गयो भने चाहिँ अलिकति भन्न सकिँदैन क्या गेमको। होइन, अब पेनाल्टीमा अहिलेसम्म हामीले देखिसक्यौँ नि त पेनाल्टी प्रेसर कस्तो हुन्छ भनेर। 4-5वटा पेनाल्टीहरू मिस भइरहेछ। होइन, सो पेनाल्टीमा गयो भने चाहिँ अब जो पनि सेमी फाइनलमा जान सक्छ, इदर स्पेन अर बेल्जियम। होइन, तर मैले यसो राम्रोसँग एनालाइसिस गर्दाखेरि चाहिँ स्पेनको चाहिँ अलिकति धेरै हाई चान्स छ। होइन, सो दिस म्याच विल बी ड्र इन रेगुलर टाइम। र करेक्ट स्कोरको कुरा गर्नुपर्दा 1-1 हुन्छ है त साथीहरू।